आज मध्यरात 12 बजे मान्छे जलाउने घाटमा गएर हेर्नेवाला छौँ त्यहाँ भूत हुन्छ कि हुँदैन भनेर। तपाईहरुले फिल्ममा, वेब सिरिजमा, टिभी सिरियलहरुमा देख्नु भएको होला कब्रस्तान या भनौं मान्छे जलाउने घाटतिर चाहिँ आत्मा भूतहरु घुमिराखेको हुन्छन् भनेर। के साँच्चै यस्तो हुन्छ होला त? यो त मलाई थाहा छैन, तर हामीहरुले यस्तो मुभिज, वेब सिरिजहरुमा हेरिराखेको छौं कि जहाँ चाहिँ भूत आएर तर्साइराखेको हुन्छ। सो यही कुरा थाहा पाउनको लागि आज मध्यरात 12 बजे चाहिँ हामी मान्छे जलाउने घाटमा गएर हेर्नेवाला छौं त्यहाँ भूत हुन्छ कि हुँदैन भनेर। रोशन र मन्देशलाई पनि बाहिर जानुपर्छ चाहिँ भनेको छु, तर हामी गोस्ट हन्टिङको लागि बुढी खोला जाँदैछु भनेर भनेको छैन। सो हामी खासमा आज कहाँ जाँदैछौँ अरे? यिनीहरूलाई चाहिँ मैले सरप्राइज दिन जानुपर्ने छ, एकजना मान्छेलाई भनिराखेको छु। तिनीहरूलाई थाहा छैन कि तिनीहरूलाई नै सरप्राइज दिँदैछु म अब राति बुढी खोला लगेर। तिमीलाई कस्तो लागिरहेको सरप्राइज तिमीले कस्तो भयानक दियो यार? मन्देश भाइ तिमीलाई सरप्राइज कस्तो लागिरहेको? एकदम बढिया। उसले चाहिँ खासमा हामीलाई खोइ को साथी आउँछ 12 बजी उसलाई गिफ्ट दिनुपर्ने टाइपको सरप्राइज दिनु परेछ। अब मेबी हुनसक्छ कसैको बर्थडे हुन्छ अनि 12 बजीदेखि उसले दिन्छ होला नि त। आयो भए त साथीले त यहाँ मसन घाट ल्याइदिएर क्या अहिले नै त भोट जाग्नु लगाएको ठिक 12 बजे जाग्छ अरे केटा। कारमा थियौँ हामी चाहिँ 4 जना होइन, अगाडि एउटा पुरानो थियो एउटा 2 जना, हामी पछाडि 2 जना थियौँ। फर्केको एउटा साथी दाइहरू थियो। अनि एउटाले चाहिँ क्या यस्तो घुसुत हुँदैन त्यहाँ भन्छ अनि हल्का खाएको थियो क्या। मैले यस्तो डरै लागेर भन्छ त्यो त भाइ त्यो त चुडे पो निक्लिन्छ म त चुडे म त आएको झन् राम्रो सिङ्गल छु, चुडे आयो त म त लान्छु भन्ने कुरा गऱ्यो क्या एकदम। त्यसले आयो त कस्तो खतरै पो हो कि बाबाजी नै पो हो कि क्या होइन, मसँग मिलाउने जस्तो लाग्यो। खाएको बेला बोल्छ भन्ने भयो। आएको त पर्सेतो लाग्यो पुरा पाउँछ छङ 6 चोटि बजाउँदै ठ्याक्कै 6 चोटि भरे सुन केटा भरे 6 चोटि किन बजायो भनेको त त्यो चुरेर छक्का चुरेर रहेछ। अहिले चाहिँ अब बज्न लागेको छ 12 बज्नै लागेको छ। सो अब हामी जाँदैछौँ भूत हेर्नको लागि। हेरौँ भूत जाम केटा। यहाँ पनि भर्खर आगो बलिरहेको छ होइन, भर्खरै सकिएको। ल ऊ हेर्न टाउको, ओ टाउको खिच त्यहाँ त ऊ त्यो सानो टाउको खिच न, ऊ टाउको खरानीको त्यो थुप्रोमा मान्छेको आँगहरू माथि यो डल्लो त्यहाँ कहाँ छ हेरेर जाऊ त? यो हेर त हो त कहाँ छ? यो माथि हेरेको आगो निको छ भने गाह्रो हुन्छ नि त। एउटा सल्काइराखेको हो क्या यो कपडा फालेको। त्यो अघि भर्खर मान्छे डढाएर गएको त्यहाँदेखि आगो निक्लिनु किन ऊ हेर यसरी बनाएर राखिरहेको हुन्छ क्या, रेडी गराउनु पर्यो नि त। उसलाई छेउमा गएर पनि हेर्न मन छ, फेरि डराएर बिचमा पनि भाइ त्यहाँ सुतिँदैछन्। उसलाई भगवान्सँग चाहिँ विश्वास नलाग्ने तर विश्वास लाग्ने फेरि त्यहाँनिर के छ र? त्यहाँनिर के हो यो? मान्छेको रहेछ, मान्छे हो नि। अनि किन कामेको त त्यसरी? जाडो छ नि, यस्तो जाडोमा नि नकामे के गर्नु त नि? मान्छेले म भूत रहेछ भनेर सातो गएको थियो यार। के छ साथी, भूत भेट्यौ त? भेटेन नि यार, आफै भन्नु केटाहरू मसँग भएको एकदम चिलमा बसिरहेको छ। ओइ त्यो भाइ मस्त फोन चलाउँदै बसिरहेको छ, प्र्याङ्क हान्दिउँ न।
निन्द्रा पाएको भूत आएन